आज न्यू इयर भएकोले मिठो मिठो खानेकुरा आज न्यू इयर भएकोले मिठो मिठो खानेकुरा खानु पो पाइयो। हेलो साथीहरू, यसो रुखको फेदमा बसिरहेको त थाहा भयो कि आज त न्यू इयर पो रहेछ। अनि न्यू इयरको दिन के खाने भनेर यसो घरमा कति पैसा छ कि भनेर हेर्न गएको त ड्याङ्गै 100 रुपियाँ पो पाए। 100 रुपियाँ पाए त बास आजलाई सेलिब्रेसन भइहाल्यो भनेर म लागे पसलतिर। अनि पसलबाट सामान लिएर म फर्किए घरतिर, किनकि नयाँ सालमा छिटो छिटो खाम न त होइन साथीभाइहरू। अनि मैले चाउचाउ र अन्डा लिएको छु र छिटो छिटो आगो पनि बालियो र सुरुमा अन्डालाई उसाल्नु पर्यो भनेर पानीमा हालेर ढाकिदिए। अनि अन्डा पाक्न बेर यता मासु पनि छ नि त गाई, मासु पनि काट्नु पर्यो भनेर मासु काट्नतिर लागे र मासु पनि काटिसकियो। अनि मासुमा नुन बेसार हालेर मजाले ढाकेर राखिदिए। अनि यता अन्डा पनि तयार भइसकेको रहेछ र म लागे चाउचाउ उसाल्नतिर। चाउचाउलाई पनि खौलेर पानीमा डुबाइदिए र ढाकिदिए। एकछिनमा चाउचाउ पनि पाक्यो र अघिनको मासुलाई आगोमा डोस दिए। अनि मैले चाउचाउको